शिक्षाको मन्दिर भनिने विद्यालयमै छात्राहरूमाथि यौन दुर्व्यवहार हुनु र पठन पाठनमा लापरवाही गरिनु अत्यन्तै निन्दनीय अपराध हो। बुटोलको उजिर सिंह माध्यमिक विद्यालयको घटनाले आज पुरै समाजलाई झस्काएको छ। दोषी शिक्षक र घटना ढाकछोप गर्ने प्रधानाध्यापकलाई ताला मात्र होइन, सिधै हत्कडी लगाइनुपर्छ। आफ्ना छोराछोरीहरूलाई के गर्दा वा के बोल्दा दुर्व्यवहार हुन्छ त्यो कुरा घरैबाट सिकाउँ। बालबालिकालाई नडराइकन खुलेर कुरा भन्न सक्ने एउटा वातावरण सिर्जना गरिदिनुहोस्, ताकि उसले कुनै समय अन्याय सहनु परे भने निडर भएर भन्न सकोस्। मौन बस्नु भनेको आफै अपराधमा सामेल हुनु सरह हो। त्यसैले अपराधको विरुद्धमा आवाज उठाउँ। विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई कुनै छुट हुने छैन। तत्काल कडा कानुनी कारबाही गरियोस्, विद्यालयलाई पूर्ण सुरक्षित बनाइयोस्। धन्यवाद। दिस इज अशोक भोइस, एक्टिभ अन युट्युब, टिकटक, फेसबुक एन्ड इन्स्टाग्राममा। थ्याङ्क यू सो मच।